ओ साथी चल मुझे लेके साथ चल तू यूं ही दिन रात चल तू। हेलो गाइज, वेलकम टू माई युट्युब च्यानल ब्रेभ लेडी। इट्स मी प्रशंसा। आज चाहिँ म हजुरहरूलाई अग्नि एनर्जीको चाहिँ लोकेसन देखाउन गइरहेकी छु। यो भिडियो हजुरहरूको लागि। हामी चाहिँ स्वयम्भू हुँदै आयो भने चाहिँ हामी यो चाहिँ सानो भर्याङमा आइपुग्छौँ। यो सानो भर्याङको यो चाहिँ हाम्रो यातायात कार्यालयको छेउमै हाम्रो अग्नि लजिस्टिक छ। यहाँबाट चाहिँ हामी भित्र छिर्नुपर्ने हुन्छ। सुरुमा चाहिँ हामीले यहाँ चाहिँ हाम्रो गाडी दाजुहरू हुनुहुन्छ, उहाँले चाहिँ इन्ट्री गराउनुहुन्छ गाडी सर्भिसमा आएको गाडीलाई चाहिँ। अनि त्यसपछि हामी चाहिँ गाडी लिएर अगाडि जानुपर्ने हुन्छ। यहाँसम्म गाडी आइसकेपछि अब चाहिँ एडभाइजरले जब कार्ड खोलिदिनुहुन्छ र जब कार्डमा तपाईँले चाहिँ लेखाउनु पर्ने हुन्छ कुनै प्रब्लमहरू गाडीमा आएको छ भने त्यो चाहिँ तपाईँले सर्भिसिङमा आउँदाखेरि भन्नुपर्ने हुन्छ र सोही अनुसार चाहिँ जब कार्ड खुल्छ। त्यसपछि गाडी बेतिर जान्छ र तपाईँले चाहिँ यतातिरबाट भित्र छिरेर यो पनि हाम्रो कस्टमर लन्च हो। यहाँ बस्न सक्नुहुन्छ यो ढोका लगाएर र बाहिर पनि बस्नुहुन्छ, बाहिर पनि छ हाम्रो स्पेस चाहिँ, यहाँ पनि छ। यो पनि हाम्रो कस्टमर लन्च हो। तपाईँले चाहिँ यहाँ वेटिङ गर्नुपर्ने हुन्छ जबसम्म तपाईँको गाडी सर्भिस भएर रेडी भइसक्यो भनेर खबर आउँदैन तबसम्म तपाईँहरू यहीँ बस्न सक्नुहुन्छ। र चिया कफी हामीले त्यो पनि चाहिँ गाडी हाम्रो बेमा आउँछ र बेमा हामीले चेक चार्ज गर्छौँ, सर्भिसिङ गर्छौँ र सर्भिस भइसकेपछि हामीले चाहिँ गाडीलाई वासिङमा पठाउँछौँ। यो चाहिँ हाम्रो वासिङ बे। यसरी वास हुन्छ गाडी र त्यसपछि हामी फाइनल भनेर बाहिर निकाल्छौँ। त्यसपछि चाहिँ हाम्रो बिलिङ काउन्टर पनि यहीँ रहेको छ। यो चाहिँ हाम्रो बिलिङ काउन्टर हो। हजुरहरूले यहाँ चाहिँ बिल गरेर त्यसपछि तपाईँले आफ्नो गाडी लान सक्नुहुन्छ।